मान्छेहरूले भन्दा सबै चिजको गुण र दोष हुन्छ भनेर अध्ययन गर्दै आएका र व्याख्या गर्दै आएका छन्। तर मलाई लाग्छ हरेक चिजको गुण मात्रै हुन्छ, तर मान्छेको र परिस्थिति अनुसार त्यसको आवश्यकता अनुसार त्यसलाई व्याख्या गरिएको हुन्छ। कहिलेकाहीँ यो प्रकृतिदेखि सबै चिजको विश्लेषण गरेर हेर्दा यसलाई हामीले सहजै बुझ्न सक्छौँ। एकदमै गर्मी हुनु, प्रचण्ड गर्मी हुनु धेरैका लागि नोक्सानी, यो प्रकृतिले दिएको अप्ठ्यारोपन भन्ने हुँदो रहेछ। तर त्यसबाट फाइदा हुने र त्यसबाट व्यापार गर्ने मान्छे पनि हुँदो रहेछन्। प्रचण्ड गर्मी भयो भने आइसक्रिमहरू धेरै बिक्दा रहेछन्, स्विमिङ पुलहरू धेरै चल्दा रहेछन् र मान्छेहरूले चिसो ठाउँहरूको खोजी गर्ने टुरिज्मको विकास हुँदो रहेछ र विस्तार पनि हुँदो रहेछ। त्यसैले गर्मी हुनु एउटै चिज हो कि त्यो तापक्रम बढेको त्यसको गुण र दोष भन्ने हुँदो रहेनछ, तर त्यसलाई मान्छेले कसरी प्रयोग गर्छ भन्नेमा उसले गुण अथवा दोषको व्याख्या गरेको हुँदो रहेछ। अर्को उदाहरणलाई हेऱ्यौँ भने हामीले कुनै एउटा लट्ठी हामीलाई चाहिएको छ, त्यो छोटो चाहिएको छ भने लामो हामीले दोष मान्छौँ, लामो चाहिएको छ भने छोटोलाई दोष मान्छौँ। तर त्यस्तो हुँदैन। त्यसको गुण नै हो, लामो हुनु पनि त्यसको गुण हो, छोटो हुनु त्यसको गुण हो, जाडो हुनु अर्कै गुण हो, गर्मी हुनु अर्कै गुण हो। यो प्रकृतिका अनेक गुणहरूलाई हामीले प्रयोग गर्न सक्यौँ भने नै त्यसमा फाइदा हुन सक्दो रहेछ भने अन्यथा हामीले यसलाई गाली गर्नु बाहेक अन्य कुराहरू नहुँदो रहेनछ।